सम्मान्य सभामुख महोदय, कृषकलाई रासायनिक मल अभावबारे सडक र सदनमा सरकारलाई दिनौं ध्यान आकर्षण गराउने कुरा एकातिर छ भने अर्कोतिर हामीले उत्पादन गरेका कृषि उपजमा अत्याधिक विषादी प्रयोग भई हाम्रो स्वास्थ्यमा प्रत्यक्ष हानि हुनुका साथै विषादीकै कारण हाम्रो कृषि उपज अन्य देशमा निर्यात हुनै नसक्ने स्थिति छ। यसमा सरकार गम्भीर बनोस्। सभामुख महोदय, रासायनिक मल देश बाहिरबाट आउने कुरा स्वाभाविक माने पनि पछिल्ला वर्षहरूमा भारतबाट गाई वस्तुका करोडौंको गोबर मल समेत नेपालमा भित्रिरहेको छ। यो दुःखद कुरा हो। आर्थिक वर्ष 2080-81 मा भारतले एकै वर्षमा 386 करोड रुपैयाँको गोबर नेपाल लगायत अन्य देशमा बिक्री गरिरहेको तथ्याङ्कमा देखिन्छ। त्यसैले कृषि प्रधान देश नेपालका ग्रामीण भेगमा परम्परागत र शहरका सयौं हजारौं छाडा पशु चौपाएको व्यवस्थित र व्यावसायिक पालन गरी माटोको उर्वरा शक्ति सुधार गर्दै उत्पादन बढाउन मद्दत गर्ने प्राङ्गारिक र जैविक मल उत्पादनबारे सरकारले नीति कार्यक्रममै प्राथमिकतामा राखेर नेपाललाई विषादी रहित कृषि उत्पादनको केन्द्र बनाउने तर्फ लाग्न सभामुख मार्फत सरकार र कृषि मन्त्रालयको गम्भीर ध्यान आकर्षण गराउँछु। धन्यवाद। माननीय सदस्य उर्मिला थेबे। हिमाली जडीबुटीहरूको अद्वितीय मिश्रण जसले कपाललाई भित्रैदेखि पोषण दिन्छ अनि झर्ने समस्या पनि कम गर्छ। सन्चो जटा केश तेल।